गोली हान्नुपर्छ त केही जनताले तलबाट खुवाउने हजुरहरूलाई हामी अपमान गरेको होइन हामी तपाईहरुले गोली हान्ने मान्छे छैन ढुङ्गा हान्ने मान्छे छैन त्यसले बचाउन तपाईहरुले उहाँहरु पर्दैन त्यसको घरमा आगो लाउँछौँ एक दिन पालो कोही गएर आगो लाउँछौँ एक दिन सेरेको त्यो लठौराको घरमा गएर लाउँछौँ बुढानीले कण्ठमा एक दिन चाहिँ तपाईको त्यो धतुरे प्रचण्ड चोर विदेशीको उसबाट आएको त्यो रानीको छोराले नेपाली जनता जागिसकेको छ अब लुटेर जन्माएर दलाल भ्रष्टाचार विदेशी दलालको अन्त्य निश्चित छ शान्तिपूर्ण तरिकाले यहाँ बसिरहेका छौँ यहाँको एसपी हो कि एसपी हो कि गोली हान्छ त्यो यहाँ हामीलाई भन्नुहोस् कि गोली अपुत्राको तपाईँहरू चाहिँ त्यसको चाहिँ त्यो सम्पत्ति खाएर तपाईँले चाहिँ अनि हामीलाई गोली हान भनेर हाने हो कि हामीले तपाईँहरूलाई तलभन्दा गएर राखेको जनताको सुरक्षा गर्न राष्ट्रको चाहिँ एउटा अङ्ग हो पुलिस प्रशासन जनताको सेवाको अहिंसक शान्तिपूर्ण आन्दोलन सुरु भयो म हजुरहरूलाई के भन्न चाहन्छु भने यी तथाकथित विदेशी कसै गरे पनि हामीलाई चाहिँदैन यो पार्टी साथी चाहिँदैन 72 को अवैध दस्तावेजबाट जन्मिएका यी वर्दीवाला गुण्डाहरू मौलिक हक 2072 को अवैध दस्तावेजकै तपाईहरु पनि अलिकति समय भएर त हामीले तपाईहरुको लागि पनि तपाईहरुले पनि समय तपाईँहरूले आज 17 वर्षसम्म त्यो एउटा गङ्गामाया अधिकारीको गोली मारेको आज 8 वर्ष 9 वर्ष त्यसले न्याय नपाएको तपाईँ न्याय दिलाउनु ती भत्ताहरूको पछि गोली यो जनता सबै सिद्धिएपछि तपाईँहरू तल भत्ता खाने पनि छैन यिनै राष्ट्रघाती देशद्रोहले बनाएको त्यो किताब त्यो संविधान हो किताब हो यिनीहरूले बचाउको लागि लेख्या हामीलाई मान्दैनौँ त्यो संविधान त्यो किताब हो यिनीहरूले आफ्नो बचाउको लागि लेख्या हामीलाई सल्लाह दिने र हामीलाई राजा चाहिन्छ हामीलाई हाम्रो धर्म चाहिन्छ आज बिचारा गोली हान्दिएर त्यसको आदेशमा गोली हान्ने होइन जनता कता रहेछन् जनताले चाहेको के रहेछ भनेर बुझ्नुहोस् अहङ्कारी विनाशकारी विपरीत विनाशकारी विपरीत बुद्धि जनताले के चाहे यस्तो छ देशको हालत सर युवालाई यही प्लसका यसलाई राम्रा लिएको युवालाई अमेरिका र क्यानाडा पठाएको छ यार खाडीलाई पठाएको छ खाडीका ट्रान्जेक्सन भ्रष्टाचार गरिरहेछ हामी जस्तो मिडल क्लासलाई हाम्रो गरिरहेछ हाम्रो गरिरहेछ संविधान दिएको त्यही हो संविधान त्यो भने हामीले मान्ने प्रचण्ड मुर्दा त्यो संविधान हामीले मान्ने विदेशीको हिसाबमा आएको त्यस्ता मुर्दाहरूको चाहिँ उसलाई युवालाई सक्यो अनि यसका झोला भन्नेहरू जाने माल लासलाई भन्नेहरूले त्यस्तो लाउने हान्ने गोली यो उन्न निकालिदिन्छ धर्म तपाईँहरूलाई चाहिँ एकजना मारेर लाखौँ बच्चा पीडित कति छ नि यार मैले भन्छु हामी जनता हो देश राजाको बेलामा कस्तो थियो जनता